हेलो गाइज, गुड मर्निङ, नमस्कार लाग्छ त्यहाँ होला। आज चाहिँ चट्टसँगले आज छुट्टीको दिन यसो चट्टसँगले मछली फ्राई हुनेछ है गाइजहरू। ल हेर्नुहोस् है, फेरि पकाउने गरेको छु है मैले चाहिँ मछली ठ्याक्कसँगले मछली फ्राई हुनेछ है गाइजहरू। यस्तो हुँदैछ है गाइजहरू। यो चाहिँ हाम्रो किचन हो है गाइज, यो किचन हो। खाने ठाउँ बाहिर छ। यो चाहिँ तपाईँको हेर्न सक्नुहुन्छ, यो चाहिँ ग्यास हो। तपाईँको यो चाहिँ ठ्याक्कसँगले यसलाई अन गर्ने, यो ग्यास बाल्ने हो। यहाँ बाल्ने अनि बल्छ। यो पाइप लाइन हो क्या। यो हाम्रो केपी शर्मा ओली, हाम्रो पहिलाको प्रधानमन्त्री नेकपा एमालेको अध्यक्ष हुनुहुन्छ नि, उहाँले पाइप लाइन भन्दै हुनुहुन्छ नि। यो खालको पाइप लाइन भनेको छ। यो पाइपबाट चाहिँ ग्यास कुदिरहेछ गाइसहरू। यो पाइपबाट ग्यास कुदिरहेछ होइन। यो सबै चुल्हाहरू सबै चुल्हाहरू हो। अनि यो पाइप छ नि तपाईँको, यो देखिँदै गरेको पाइप, यसबाट चाहिँ ग्यास जाने हो माथि चुल्हामा होइन। मुनिबाट यो पाइपबाट माथि जाने, अनि यसबाट यहाँ जाने, यसमा जाने हो, चुल्हामा जाने हो। अनि पाइप चाहिँ यही हो है गाइसहरू। पाइप चाहिँ हाम्रो अध्यक्ष ओलीज्यूले यही पाइप लाइन भन्ने होला होइन। तर यस्तो चाहिँ नेपालमा कहिले पर्ने छ? बन्न सके सम्भव होला, बनाउला नेताजीहरू खोइ त बनाउला जस्तो लाग्यो गाइजहरू। यस्तो हुनुपर्छ है पाइप लाइन भनेको चाहिँ, ग्यास पाइप लाइन भनेको चाहिँ यस्तो हुनुपर्छ है गाइजहरू। ठ्याक्कैसँगले यहाँनिर 1 2 3 4 5वटा चुल्हा छ है। अनि परतिर उतापट्टि 5वटा, त्यो 5वटा त्यो लाइनमा हुन्छ क्या। यस्तो चाहिँ बन्ने कहिले हो? सब हावादारी होला। शान्तिमा बजेटले हुँदैन, धेरै गाह्रो हुन्छ। आजको चाहिँ यस्तो छ गाइस। मेरो खाना चाहिँ आज यस्तो छ। मछली फ्राई हुँदैछ। यहाँ टमाटर प्याज रेडी। अब ठ्याक्कसँगले अदुवा लसुन फेरि गर्दैछु यहाँ। ठ्याक्कसँगले यसलाई गरेर पिनेर खाने हो गाइज है। अनि खाना चाहिँ यहाँ मेरो गाइज पाकिसक्यो। हेर्नुहोस् ठ्याक्कले चाहिँ हो पाकिसक्यो, खाँदैछ पाकिसक्यो गाइज है। आजको छोटो मिठो भिडियोलाई लाइक, सेयर एन्ड कमेन्ट गरिदिनु होला। ओके, बाइ बाइ।